Hello. Your Majesty. Hello, Lord Majesty. मिस्टर पाल्वी भन के भन्न खोजिरहेछौ? हामी इरानी जनता यहाँ आवाज र शरीर लिएर सडकमा छौँ। हेलो, तपाईँ कहाँ हुनुहुन्छ? We need to address these critical issues immediately. And all बुझ्यौ तिमीहरूले? तर तर ट्विटले मात्र सत्ता बदलिँदैन। तपाईँ पनि यहाँ आउनु पर्यो। हामी गोली खाइरहेका छौँ, थुनिरहेका छौँ। नातिनुस्, तपाईहरू मेरो हृदयमा हुनुहुन्छ। म अन्तर्राष्ट्रिय समर्थन जुटाइरहेको छु। यो एउटा कूटनीति हो। त्यसै भएर तपाईहरू धैर्य गरेर आन्दोलन गर्दै गर्नु। तपाईँको रणनीति र ट्विट त विश्वले देखिरहेको होला, तर हामी त आमाको काख खाली भएको मात्र देखिरहेका छौँ। नरिसाउनुहोस्, तपाईँहरू इतिहास बदल्दै हुनुहुन्छ। म तपाईँहरूको भविष्यमा बाँच्न चाहन्छु। यदि तपाईँ हाम्रो राजा हुनुहुन्छ भने यहाँ आउनुहोस्, हामीलाई शारीरिक साहस र शारीरिक साथ दिनुहोस्। नभए त्यहाँ बसेर ट्विट गरेर हामीलाई कम्तीमा आदेश नदिनुहोस्। क्रान्ति भाषणले होइन, जोखिमले जन्मिन्छ, तर त्यही नेताको परीक्षा पनि हुन्छ। देख्नु पनि भयो होला, सुन्नु पनि भयो होला। यो हुन् पूर्व राजा रेजा शाह पल्लवीका छोरा, जसमाथि जनताले ठुलो आशा राखेका थिए। तर उनी अमेरिकामै बस्थे। यसो गर्नु, 7:30 बजे यसो गर्नु, 8 बजे यसो गर्नु भनेर इरानी जनतालाई निर्देशन मात्र दिइरहेका छन् र त्यहीँ बसेर प्रोग्राम मात्र सेट गरिरहेका छन्। किनकि उनलाई इरानमा आएर कि थुनिनु पर्ने कि मारिनु पर्ने डर छ। अनि केही गरी यो आन्दोलन त्यसै सिद्धियो भने उनी फेरि पहिलेकै जीवन बिताउन कहाँ पाउनेछन्। त्यही भएर उनी ट्विट मात्र गरिरहेका छन्। तर इरान भने दिन प्रतिदिन चरम सङ्कटमा फस्दै गइरहेको छ। यता महिलाहरू हिजाब टोडी बुर्का फुकालेर देखाइरहेका छन् भने खुमेनीको तस्बिर जलाएर चुरोट पिइरहेका छन्। तर यो त प्रतीकात्मक मात्र भयो। उता थुप्रै इरानी जनताहरूले मृत्युको मुख देखिसकेका छन् भने उता त्यस्तै 1979 इरानी क्रान्तिभन्दा अगाडिको सिंह चिह्न अङ्कित झन्डा पुनः स्थापना गरेर नयाँ धार्मिक झन्डा हटाइरहेका छन्। त्यति मात्र होइन, कम्प्युटर ह्याकिङ गरेर अफिसियल स्तरमा पनि पुरानो झन्डा स्थापना गरिरहेका छन्। कारण धार्मिक नेता खुमेनीको तानासा। केही समय अगाडि पनि इरानमा प्रदर्शन नभएको होइन, तर यसपालि भने प्रदर्शनले उग्र रूप लिइसकेको छ। खास गरी इजरायलले इरानमाथि गरेको केही समय अगाडिको आक्रमण, लामो समयदेखि खपिरहेको अमेरिकी आर्थिक स्याङ्सन लगायत महँगी र गरिबी। तर समस्याको समाधान खुमेनीले वार्ताबाट र समझदारीबाट सुझाउनुको सट्टा बन्दुकको नारबाट सुझाउन खोजे। जनताको सुन्न छोडे, दमन अत्याचार गर्दै गए। तर प्रश्न आउँछ, खुमेनी पछि को त? यो प्रश्नको उत्तर स्वयं इरानी जनतालाई पनि थाहा छैन। जोसँग आश गरे पहलवी उनी अमेरिकामै छन्। अनि यो प्रश्नको उत्तर स्वयं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसित छैन, जो इरानको सुरक्षा शासनमा आँखा जमाएर बसिरहेका छन्। उता केही समय अगाडि भेनेजुएलामा पनि लोकतन्त्रको बहाली गर्छु भन्दै मदुरोलाई अपहरण गरेका र आफ्नो सट्टा नोबेल प्राइज जितेका मारिया कोरिना माछाडीलाई उनले सत्तामा ल्याउन खोजेका थिए। तर त्यसो त भएन। तर उनले भेनेजुएलाको तेलमा पनि कब्जा जमाएर बसे। अब यही स्थिति इरानमा देखिरहेको छ। सुनिन्छ इरानमा भएको प्रदर्शनमा
अमेरिकी CIA एजेन्टदेखि इजरायली प्रसिद्ध गुप्तचर संस्था मोसादका एजेन्टहरू पनि रहेका छन् भने उता ट्रम्प इरानी प्रदर्शनकारीहरूलाई देशभक्ति भनेर उक्साइरहेका छन्। तर यदि आन्दोलन सफल भएको खण्डमा त्यसपछि फेरि इरानमा सत्ता फ्याक्न रहनेछ र इरान सङ्कटबाट मुक्त अझै पनि छैन भन्दा गलत हुन्छ।